काची कस्तो नोब्ले भए नोब्ले आयो त नोब्ले आएको त नोब्ले भए त्यो च्वाक आयो अहिले वाले बुढी गुड मर्निङ सबैलाई फेरि आज हामी आइसकेका छौँ नयाँ दिन नयाँ ब्लगमा वेलकम छ सबैलाई है त ल र ट्याक्क लाएर हाम्रो पाहुनाको घर दरबार तेल आछ बे खै यहाँ स्विच बाँध्नु ल खै यहाँ स्विच बाँध्नु ऊ यहाँ पाहुना घर पाहुना टक्क लाएर छ त नि यो के अरे यसलाई अब घाँस दिनु पर्यो ट्याक्क लाएर निस्किनु खोज्छौ निस्किन्छस् भाग्न मात्रै खोज्छ यसलाई ट्याक्क थुन्नेपछि ट्याप्प लाएर भइहाल्यो बाख्राहरू हेरौँ अब चट्ट लाएर यहाँ उठाउ केटा उठाउ 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 ल डन खाइला ट्याक्क लाएर मेरो डन हो यो चाहिँ फेरि यहाँको ल बाख्रा फुकाइसक्यो ब्रस गर्ने बिर्सिएछ ट्याक्क लाएर हाम्रो पानी पुग्यो यहाँ ब्रस भयो अब हाम्रो मन्जन चाहिँ यतातिर भेट्छ हामीले टक्क लाएर अरे यहाँ रहेछ उताइन्थ्यो यहाँ रहेछ मन्जन टक्क हाँ अनि क्या न बन हेर्छ मोर लानु पर्यो यहाँ ट्याक्क लाएर यो मन्जन हाम्रो यहाँ एउटा भाग्नुपर्छ ट्याक्क लाएर यस्तो गर्ने हो ल भयो मन्जन ट्याक्क ब्रस गर्ने अब यसरी बस्नुपर्छ हाम्रो गाउँको यत्रो फुर्सद छैन क्या फुर्सद छैन एक थो पनि फुर्सद छैन ब्रस गर्न फुर्सद छैन के भन्नु होइन वनमा आएर ब्रस गरेर छु म पानी ल्याएर राख्छु त मैले सेतो भयो बुझ्छ अहिले माछा मेरो खुट्टातिर मुदिन्छ यो चाहिँ हाम्रो चिराउनेको बोर्ड हो यो चाहिँ टक्क होइन यो चाहिँ टक्क यो चाहिँ खतरा चिराउँछ नि फेरि यहाँ त यसको यो कोट्याउनु पर्छ यो टास्नुपर्छ डेन्जर चिराउँछ यो भित्र काट्नुपर्छ यस्तो चिराउँछ कि यहाँ झुसिलिएर हुन्छ अच्छा अब 4-5 दिन पछाडि 4 दिन होइन पानी परेर नै कति यो कोदोडन बेला यस्तो झुसिलिएर हुन्छ यो बोर्डमा चिराउने मात्रै टक्क अमलाको बोर्ड यहाँ अमला काण्ड होला फेरि गाह्रो पर्ला यसको के भन्छ भन्दाखेरि यस्तै हेर ल यस्तो भइसक्यो ल हेर हेर टाँस्यो भने भाइ केही पनि छुट्टिँदैन क्या यसलाई टाँस्यो भने 100 यस्तो कि यो त होइन कसम भने क्या यो पृथ्वी र के अरे यो मुनलाई टस्साएर राख्यो भने छुट्दैन यो त्यस्तो बल हुन्छ यसको पावर यहाँ यो निस्केर पुरै सेतो निस्क्यो कि यहाँबाट निस्केर यहाँबाट निस्क्यो पुरै सेतो यहाँ पुरै सेतो तप छुएर यस्तो दामी टाढिन्छ यसले मान्छे ढल्छ हौ सुपर लुगा नि हजुरबा हो यो तोप्छ त नि हेर यस्तो बल हुन्छ रुख पनि यहाँ हुन्छ यत्रो अग्लो मागडक तोप्सी हुन्छ रुख त तो बग्लो हुन्छ हौ केटा हो फेरि लागिसक्यो म फेरि यताबाट ट्याक्क लाएर खल्ती पसिरहेको रहेछ आइपुग्यो हामी यतातिर घाँस ल्याउने ठाउँतिर आइपुग्यो ट्याप्प लाएर यो चाहिँ हाम्रो मकैको बोटहरू छ हेर कस्तो ठुलो भइसक्यो मकैको बोट होइन यस्तै छ के भन्नु यो चाहिँ हाम्रो टक्क मकै उयो 2टा फलेछ अरे एउटा बोर्डमा ल 2टाहरू लड्डु भने यो ए सरी मिस्टेक भनेछु के को बास्ना आएको यो के को त बास्ना आयो यो के को बास्ना आएको यो ए ल
यस्तोमै च्याउ भेट्यो हामीले चाहिँ ल ट्याक्क लाएर ठिक छ नि त के छ र सेतोमै छ रहेछ यो चाहिँ ट्याक्क लाएर हेर टन्नै छ नि होइन ओइ ल हेरौँ केटा च्याउ यस्तो हुन्छ गाउँघरको बिस्तारै बिस्तारै ट्याक्क लाएर अलि लामो गर्नु अलि लामो निकाल्नु न अलि लामो निकाल्नु कै सक्यो अब लगभग सक्यो ए आज टन्नी थियो छन् चाहिँ खन्नु सकेन अनि टुप्पो टुप्पो निकाल्यो फेचेर राख्यो त्यही अनि मैले त्यहाँ खन्दैछ पट्टा लाएर खन्दैछ त्यहाँ चाहिँ खन्दैछ म चाहिँ ट्याक्क यो पानी परिहाल्यो एकैचोटि अनि चाहिँ यहीँ हाम्रो ट्याक्क यो के अरे रुखको चिलाउनेको रुखको फेदमा होइन ट्याक्क बसेको छु यो चिलाउने रुखको फेद हो यो चाहिँ एकदम बबाल हुन्छ स्पेसल हो स्पेसल यो छाता भन्दा पनि खतरा एकदम यो चाहिँ कस्तो भन्दाखेरि यो प्लेनमा पानी पर्दाखेरि थाहा हुँदैन होला होइन थाहा हुन्छ होला सायद तर यहाँ पानी परेको थाहा हुँदैन त्यस्तो खतरा हो यो चाहिँ बबाल हुन्छ एकदमै खतरा सेफ्टी हो यो चाहिँ एकदमै सेफ्टी हो One eternity later. माछाले कस्तो भिजे है एकदमै सेफ्टी हो अब के भन्नु यस्तै हो हाम्रो गाउँहरूतिरको यस्तो दामी छाता चाहिँ यही हो हाम्रो स्पेसल्ली अब यतातिर झुसिल किरातिर आउँछ होला यस्तो फेदतिर झुसिल किरा आउँछ अब ठ्याक्क पानी पऱ्यो भने ठ्याक्क झुसिल किरा आइपुगेतिर अहिले हेरौँ है त आउँछ आउँदैन ट्याक्क पानी यता ट्याक्क रोक्छ अब पानी किन अनि त्यसरी घाँस बोकेर जानुपर्ने हुन्छ हामी एकजनाले च्याउ बोक्छ एकजना घाँस बोक्छ अनि जाने हो है लगेर अघि भर्खर पानी परेको थियो ठ्याक्क आउँदा आउँदै घाम राखिदिएर ट्याक्क लाएर बबाल है र ठ्याक्कै हामी गोठमा आइपुग्यो अहिले चाहिँ अब यो बाहिर राखौँ होइन ट्याक्क लाएर ओहो बारी पनि बिसायो हेलो केटा होइन हाम्रो चाहिँ यहाँ अब ट्याक्क लाएर चरपरेर बनाउने कार्यक्रम भयो चरपरे बनाउने अब सबै कुरा छ तर हाम्रोमा काँक्रो चाहिँ छैन त्यही भएर हामी चोर जानुपर्ने हुन्छ चोर्ने होइन मतलब अब घरमा कोही छैन त्यो घरमा अन्त चाहिँ हामी जानुपर्ने हुन्छ तलतिर है त्यसको तलै भयो गएर भेटौँ है त छोर्यो भन्न खोजेको थियो ठ्याक्कै आफ्नै काँक्रो टिपाइ केटा मैले फेरि यस्तो चोर्ने कामसाम गर्दिनँ यहाँ आफ्नै काँक्रो कडक्स खोइ तिमीहरू चोरेको मान्छेलाई ढाँटेको कुटेको हेर्नु मलाई होला मान्छे यो हाम्रै हो सही हो ए लाएर यहाँ हाम्रो रेडी भइसक्यो यहाँ ट्याक्क लाएर काट्नुपर्ने हुन्छ हामीले अब धेरै खुर्सानी हाल्नु नि हुँदैन 3टा भए पुग्छ किनकि खुर्सानी धेरै हाल्यो भने अब फेरि टोयलेट जाँदाखेरि उफोल्छ के बोले भाइ अब के बोले त्यसरी रेडी भयो हाम्रो चरट बनाउनको लागि डाल टक्क चलाउनु पर्छ यहाँ अब देख्यो नि तिमीहरूले अब बन्द गरौँ सक्दैन रे हाम्रो हजुर आउने ट्याक्क लाएर नपखाउनु न यार कम दुःखले बनाएको छ यहाँ अर्ग्यानिक हो बोर्खान त खाएर ल खास खाएर चट्ट लाएर म चाहिँ हिँड्दिएको तिमीहरू यसो के गर हो कत्रो छुट भयो यहाँ यस्तो सबै खुट्टा फुटेको थियो रदेर निस्यो है 2टी वटा त्यस्तो भइरहेछ टेन्सन भइरहेछ टेन्सन ओके आइज कलेज यसलाई भाइरल बनाइदिउँ न है कलेज यहीँ छ ओए फेरि हानेर उडाइदिएर मैले फेरि यस्तो हो कि हाम्रो आयो भन्दै ओइ कहाँ हान्न खोज्यो यार A few moments later. यो गोरुको नाम थाहा छैन मलाई हजुर खै गोरुको नाम थाहा भएन छैन लेखेको हजुर खै के हो थाहा भएन नाम त गोरुको हो गोठालो हो म गजब बेइज्जती है हो मान्छे नि म गोडा जस्तै छ
रान हजुर जर्सी हो हजुर थेम्बर भने कस्तो फेरि भन्नु त ल आधी जर्सी त आधी ए त्यस्तो हो त्यो गुरु ए ठिक थ्याङ्क यू एकदम थ्याङ्क यू कहाँ रहनु भयो तपाईँ म सिल्भर घिउबाट समुद्रमा गएर अनि घिउ त हिजो सक्यो होइन अरे म लामन्जी ए तपाईँ त लामा हो सोही लामा ए पुरै लामा है खेम्बा पेमा कुसी भन्ने म ठुलो हो यो पेउ के राजे हो है हो त्यो तोरबिन लामा हो थोरै लामा म था एकदम त्यो मैले छे पाडेर म त मनै पर्थ्यो हो टुङ आउँछ तोरी लाने तोरी हजुर भन्नु ल नाना ल भन्नु त सुनाउनु भन्नु न के छ भनौँ यसो छे पढ्नु तपाईँ ओहो यसो फेरि सुन्ला है इङ्ग्लिस अनि त्यसले फेरि कराउँला कराउँदैन हो र यसो म नि ए हात जोड्नुपर्छ ए ल हेलो क्या मुगे है यसो गर्ने हजुर जाने धम्बा नामल क्या बसुन्छु ए ल ठिक हेडो खोरबाट क्या यस्तो हेडो खोरबाट ख्याम्बै फुमे दुङ्गल सङ्गे तो छ कुन यहाँ जान्छु सेम्केदो भनेको मनले सोचेर हजुर भन्ने सँगै लामा लामा सय पाल्दैन हे गुरु नामलाई क्याप सुन्छु भने क्यापले हिँडेको भन्दा अनि लामा सँगै छै भन्दा गर्छु हजुर त्यो पाठबाट ए तर्नुहरू नआउँदैछ गुरुनु बडा यो गोरु भन्दा म खतरा है गोरु भन्दा म खतरा है डेन्जर 10 गुणा माथि रहेछ तपाईँ त यस्तो हुनु पऱ्यो क्या आउँछ मलाई तपाईँलाई त आउँछ मैले देखाएको छु आउँछ हो मैले देखाएको छु तपाईँलाई मेरो घर कुन ठाउँमा पर्छ थाहा छ उता उताहरू उता जिल्लाको मान्छे म हो सिन्धुपाल्चोक मेरो घर सिन्धुपाल्चोकबाट यहाँ सौर भएको ए सौर भएको तपाईँ यहाँ ए सोइलाको म ए त टिपेन भाषा नै आउँछ होला नि आउँछु त्यो लामो भाषाहरू आउनुहुन्छ ए ठिक अनि यो फेरि यो भाषा नि हेर्दा मलाई ओहो ए धोरेसीमा नौनगा आउनु है त्यो क्यापिटल भयो है ओ नाम बदर समय हजुर बदर समय भन्नु न बदर समय मन बला बदर बैठिन हो बोल्नु नबसाउनु मलाई कहाँले मलाई सफा गर्ने म ढल्यो भने अहिले फेरि गाह्रो पर्छ
बढी रे मरगी बच्चर गरे बच्चर गर्ने ओ ठिक ठिक सफा गरे हामी बस्ने अनि त्यहाँबाट भैँसी अनि हामी बस्ने सफा अनि हामी बस्ने ढ्यामस्तिर भन्ने अनि हामी बस्ने ढ्यामस्तिर भन्ने ए ल ठिक छ यस्तो गरे गुरु मजुर भन्ने होइन सानोतिनो मान्छे हो हामी तपाईँ हामी सानोतिनो मान्छे हो हामी तपाईँ हामी होइन बाबु यस्तो मान्छे बाउनु ब्याउनु गाह्रो गाह्रो धेरै गाह्रो लु तपाईँ अब लाग्नु बिस्तारी तपाईँ आज अलि पुग्नु गाह्रै हुन्छ तपाईँले भोलि अनि बिस्तारी बिस्तारी हिँड्नु तपाईँ अब मेरो त्यो वाले छोरी लिएर हुन्छ हुन्छ तिमी छेरी लामालाई खोइ सिम है खै हो र के फोटो दिएर मलाई के कता अनुहार गति देखाउँदैन मलाई हजुर मेरो फोटै देखाएन फोटो देखाएन तपाईँको ल फोटो टक्र आउँछ दिनुभयो आच्छै कस्तो नब्ले भएछ आच्छै नब्ले भएछ नब्ले आएको त नब्ले आएको त नब्ले भएछ तेरि गार टोपी लगाएर टोपी लाउनु त ल टक्क लाएर नब्ले भएछ है ल ल नब्ले भएछ ल देखिरहेको छ है दिएर नब्ले ल ल अलिक खतरा हुनु दिनुभयो खतरा दिनुभयो नि त्यो च्वाक आएछ च्वाक आएछ अहिले वाले बुढी छोरी ए यो टप मरत छ त मरत भयो मेरो गोरु भाइसियो रमाइलो गरे गोरु भाइसियो बाजी पाउनु तपाईँ ट्याक्क लाएर यहाँ हाम्रो यहाँ गोरु ल्याएर बाँधिसकेँ मैले ट्याक्क लाएर यता एउटा बाँध्यो यता एउटा बाँध्यो अनि ठ्याक्क गोरु बाँध्दै थिएँ टक्क लाएर यतातिर एउटा काम देखिहाल्यो टक्क लाएर होइन यहाँ मलो सार्नुपर्छ अरे हामीले लेट्स गो अब मलो सारौँ यस्तो छ मौसम चाहिँ ट्याक्क लाएर पानी पर्ला 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 जस्तो लागेर छ जाउँ अनि हामी मल लानुपर्ने हुन्छ आज जसरी भए पनि लेट्स गो जाउँ हालिदिउँ है हाल्नु पऱ्यो कि ठिक छ हाल्नु पऱ्यो हालौँ ठिक छ यति त सही हाल्यो नि होइन कलार हाल्नु मैले फेरि यहाँ चिप्लो छ भने चप्पल यहीँ छोडेर हिँडिदिएर यस्तो छ पारा हाम्रो यो बाटो पनि डेन्जरै चिप्लो छ ठिक छ र कम चिप्लो छ त्यो बाटो म चाहिँ चप्पल लाएर चाहिँ हिँडिरहेको छु ठिक छ त्यो नि अब के अरे केवल कार होइन अब यहाँ म उस गर्छु के अरे त्यो नेपाल सरकारलाई हड्डी दिएर यहाँ अब यहाँ बोलाएर पिच गर्न लाउँछ यहाँ अब ट्याक्क लाएर गाडी हिँड्ने मात्र पिच गर्ने होइन मान्छे हिँड्ने पिच गर्नु पऱ्यो भनेर बरु 5 किलो हड्डी फ्रीमै उस किनेर ल्याएर दिन्छु यो नेताहरूलाई झ्याप गर्ने भनेको जनताको कुराले हो जनताको गालीले हो अनि जनतालाई झ्याप गर्ने भनेको रक्सीले हो अनि फेरि जनतालाई रक्सीले झ्याप गर्छ भने यो चाहिँ यसले चाहिँ बाख्राले झ्याप गर्छ यो 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 उसले चाहिँ बाख्राले झ्याप गर्छ यसले चाहिँ ट्याक्क लाएर बाख्राले खायो भने तिरमिर हुन्छ यो यो चिनेर राख्नु फेरि लु जाम है यहाँ हाल्दा ट्याक्क भएको हारवाले डोकी बसियो यो बोकेर झम ल थाकेँ म त फ्याट्ट बसिदिएको यतै ट्याक्क लाएर यी गाउँ यस्तो छ यस्तो छ यस्तो छ यतै मको डोको यतातिर मेरो हलो यतातिर छ ट्याक्क छ यता ट्याक्क लाएर
यो चाहिँ सबैभन्दा पुरानो घर यो ट्याक्क लाएर यो खरको छाना भएको घर हो यो र अर्को छ एउटा 1 eternity later. हेलो हजुर हजुर एसी रिजल्ट हेरै मिलाएको छैन नि हजुर हजुर हो ल हजुर गोरा यो भएन है भएन आम्मामा मेरो त के हो आम्मामा स्टार्ट भएको छैन रिजल्ट आयो भनेर आम्मामा कस्तो जो सबलाई आम्मामा एकछिन घरमा फोन आउँछ त उठाउनै गाह्रो हुन्छ त मलाई त आम्मामा के साह्रो थै शान्ति जग्गा हो यहाँ यसो भजन पर्यो घरमा कुखुरा काटिरहेछ आफू यसरी हिँड्नु परेछ यो क्या पीडा कति पीडा हुन्छ तिमीहरूलाई के थाहा सुती बस्नेहरूलाई जब बिहान भर जोतेर आएको थिएँ फ्याट ल्याउँदै बिचमै हट्याक झन्दै लगाएको माग अलिको तले धन्नाले रिजल्ट आएको छैन होइन आउँछ अनि रिजल्ट ठ्याक्क बिहोस हुन्छु अनि यो तलतिर लड्छु अनि कसैले भेटाउँदैन भनेर माथि डाँड्दै लाग्दैछु त्यसको मरेपछि त डाँडामै लान्छ मलाई त्यही भएर आफै डाँडामा जान्छु म त हिँडेको के दुःख दिनु भनेर है त टक्क लाएर हिँडेको नमस्कार के तपाईँहरूलाई घरै बसेर फ्रीमा पैसा कमाउने मन रहेको छ यदि तपाईँहरूलाई घरै बसी पैसा कमाउन मन छ भने यहाँ ध्यान दिएर सुन्नु होला विभिन्न राम्रो विभिन्न इन्ट्रेस्टिङ एपहरूको बारेमा प्रचार प्रसार गर्दा चाहिँ हामी अब मामाले हामीलाई अब मामा घर लाने गरेका छौँ अनि त्यही भएर हामी चाहिँ अब आज नयाँ एप पनि होइन एउटा खतरा एकदम एप पनि भन्न मिल्दैन के पनि भन्न मिल्दैन यो खतरा हो एकदम खतरा हो यसको नाम खतरा हो लगभग हामी कति बजे भन्दाखेरि लगभग यो चाहिँ यो कार्यक्रम हुने भनेको चाहिँ लगभग हामी कति बजे भन्दाखेरि हाम्रो लगभग बेलुकाको रातिको 10, 11 या 12 त्यति बजी चाहिँ हामीले यो कार्यक्रम गर्नुपर्छ त्यसको लागि के गर्ने भन्दाखेरि हामीले सबैजना सुतिसकेपछि बाउको पैसा चोर्ने मेरो नि बाउ सुतिसक्यो म नि पैसा चोर्न गएँ